अच्छा बिहानमा धेरै खाने साँझमा थोरै खाने हो क्या गोठालेहरू अर्को वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड अदर भिडियो अनि इट्स मी समीर आले देन नमस्ते सबैजनालाई एन्ड थ्याङ्क यू सो मच फर वाचिङ अनि आजको भिडियो के हो भनेर हजुरहरूले टाइटल डिस्क्रिप्सन थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला पक्कै पनि आई होप भन्दै आजको भिडियो मैले स्टार्ट गर्दैछु। आज मैले यहाँ मुकबाङ जे भए पनि है भिडियो लिएर आएको छु हजुरहरूको माझमा। आज मैले लोकल घरकै खाना मुकबाङ गर्नलाई त पिरो चौचौ मासु के जो चाहिन्छ भन्ने नरहेछ है, त्यही भएर मैले यस्तो लिएर हजुरहरूले कमेन्ट गर्नु भएन अस्तिको भिडियोमा, त्यही भएर मैले आज लिएर आएको छु मुकबाङ भिडियो। यहाँ के छ भन्दाखेरि यो साग भात चटनी दाल आँपको अचार खुर्सानी। आँपको अचार सिजन हो नि अहिले, कसको घरमा बनाउनु भइसक्यो। अनि यो पानी प्रायः जस्तो हामीले गिलासमा खान्छौँ, हामीले बोतलमै खान्छौँ। यो देखाउनलाई मात्रै हो, देखाउनलाई मात्रै हो भने फेरि कटौरामा हामीले दाल कहिले हाल्दिनौँ, झ्याउ लाग्छ कि एकैचोटि खायो भने। यो अचार हो आँपको, हेर्न सक्नुहुन्छ हजुरहरूले, यो घरमै बनाएको आँपको अचार। साथीहरू हजुरहरूले पनि बनाउनु भयो होला, खानुभयो होला है, कमेन्ट सेक्सनमा लेखिदिनु होला। अनि मुरब्बा थियो, मैले फेरि मुरब्बा मन पर्दैन कि खासै, त्यही भएर। अनि यो दाल हाम्रो मेरो दाल। अनि यो के को साग भन्दाखेरि केरुङ्गाको साग। आज भात दाल साग चटनी हाम्रो घर प्रायः जहिले सधैँ हुन्छ, सधैँ भइरहेको छ है। हाम्रो घर कहिले टमाटरको, आज टमाटरको चटनी है, कहिले टमाटरको कहिले पुदिनाको के भन्छ है, कहिले आँपको है। त्यो ब्याकग्राउन्ड अलि मिले होइन, अहिले रातो छ पछि कालो पछि हाल्छु। यो मेरो फर्स्ट मुकबाङ भिडियो हो, सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि अरू पछि केही खाम्ला भन्दै मैले अब फर्स्ट बाइट हजुरहरूको लाई है। अनि थ्याङ्क यू सो मच फर 50 सब्सक्राइबर, जम्मा 50, एक महिना हुन लागिसक्यो सब्सक्राइबर जम्मा 50 है। एक घन्टा लाग्यो मलाई यो सेटअप मिलाउन साथीहरू। फर्स्ट बाइट खुर्सानी, आजकलको खुर्सानी त पिरै छैन साथीहरू, यसमा त पानी खानै बिर्से। सबभन्दा पहिला पानी खानुपर्छ अरे कि सुरुमा। साग मैले पकाएको थिएँ नि, यो फाटे रहेछ, मैले देखेको थिएन, मैले भर्खर देखेँ। ब्याकग्राउन्ड रातो भयो होइन, बस्न मिलेको छैन कि टस छ। पानी परेछ साथीहरू हाम्रोतिर, भैरवातिर त हजुरहरूकोतिर परेन। 3 दिन अगाडिको भिडियोमा यसरी हालेर खाइदिन्छु म त। 3 दिन अगाडिको भिडियोमा हजुरहरूलाई कमेन्ट गर्नु कस्तो भिडियो चाहियो भनेको होइन, किन नगरेको त नि। कमेन्ट अफ हुन्छ के मेरो बेलामा आफै हुन्छ। 3 चोटिसम्म हेर्नु न, 3 चोटि, अर्कोचोटि हेर्नु, फेरि त्यतिखेर नि अफ भयो भने फेरि अर्कोचोटि हेर्नु, त्यति बेला अन भइहाल्छ क्या। आई डोन्ट नो पछाडि अफ हुन्छ, आफै अफ हुन्छ, आफै अन पनि आफै हुन्छ। खुर्सानी पनि भयो, खुर्सानी खान्न क्या कहिले पनि आएर देखाउनलाई हजुरहरूलाई। पिरै छैन, आजकल खुर्सानी जस्तो पिरो नभएको है,
आज लोकल खाना खाऊँ भनेर आँप त खट्टो हुन्छ घरमै बनाएको नि यता नहेरिदिनु होला कति यता मिलायो यता बिग्रिन्छ यता मिलायो यता बिग्रिन्छ यस्तै भयो यस्तो भएर कति टाइम लाग्यो मलाई आज यो भात दाल त जहिले नि खाइराखिन्छ नि है साथी के दाग लाग्यो कि साथी आज के बार है आज बुधबार हो हिजो मङ्गलबार हिजो मैले हालेको थिएँ कि त्यो भिडियो कस्तो भिडियो चाहियो भने हालेर कमेन्ट पनि गर्नु न यो भिडियो त अब मङ्गलबार बुधबार आज एक दिन हुन्छ भोलि 2 दिन पर्सि हाल शुक्रबार आउँछ होला मेबी शुक्रबार शनिबार शुक्रबार पहिला आउँछ फर्स्ट मुकबाङ भिडियो हेर्न नबिर्सिनु हेर्न त बिर्सिनु भएन हेर्नुभयो होला लाइक कमेन्ट पनि गरिदिनु सब्सक्राइब पनि गरिदिनु होला मैले कति बजीबाट भिडियो सुट गर्न लागेको हो है भोक लागेर कुर्ती भइसक्यो 10 बजीबाट भिडियो गर्न लाग्यो के अरे यो मिलाउँदा 10 बजीबाट हो अघि नै भ्याउँथ्यो होला करे ए अघि बाटो अघि यो पहिले यता मिलाउँछु यता बिग्रिन्छ फेरि यता मिलाउँछु फेरि यता बिग्रिन्छ त्यही गर्दा गयो अहिले 12 बज्न लाग्यो बेजा हुन्छ भन्छन् मान्छेले आए बहुत सुन्थ्यो देखा जाएगा भात खाँदै पानी खानुहुन्न भन्छन् के अरे पिँदै छैन त अनि खान्छ हो अरे एउटा माइक किन्नु पर्ला भाइ तर मुबाङ भिडियो बनाएर काम लाग्नुपर्छ भुचा हालेर अनि बोल्नु किन तिमी चिन्दिनँ किन भिडियो भन्नुहुन्छ मोबाइल छैन त अनि के हाल्छु 3 दिनमा पनि त्यही पनि मोबाइल नि पाउन पर्यो पाइन्न त आफ्नो मोबाइल नभएपछि त्यस्तो एप हुन्छ यो टेबल पनि सानो भयो आफू त अरू जस्तो त्यति गाँस दिएको छैन आफूले धेरै गाँस दिने बानी युट्युबमा सर्माउन पर्ने हुन्छ क्या यति ल्याएर खाने मान्छे यसरी खाने मान्छे युट्युबमा सर्माउनु पर्ने हुन्छ पब्लिकको अगाडि खाँदा त यति खान्छन् चम्चाले खान्छन् अझै मरेर ओठालेर
अर्को भात खानुपर्छ बिहानमा धेरै खाने साँझमा थोरै खाने हो क्या गोठालेहरू त्यसरी राति भात खान्दैन के नखाने होला तन्न भात खानुपर्छ गोठालेहरूले खान्दैन कसको लागि खाइदिनु कुन्नी पानी परेछ भैरुवामा त्यता भैरुवातिर त पानी परेछ मजाले 3-4 घन्टा भयो पानी परेको अहिले चाहिँ यति मसिनो जुम्ला पानी परेछ बिहानबाट ठुलो पर्यो बेसरी ठुलो त्यो पछाडि नहेरिदिनु है मैले भनेको के भन्ने पनि मलाई त दुःख थियो बस्न नि मिले छैन म त अटस मटस भएर बसेछु खाँदै तन्जिने होइन अरे के सिम 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 पानी पर्यो अहिले त के बिहानबाट ठुलो पर्यो मलाई त भिजाएर बाबाले रोप्नु भएको थियो खेत हुँदीतिर होइन साथीहरू कमेन्ट गर्नु जब मैले पानीलाई कुरेर बसेको थिएँ एकचोटि पानी आउँछ होला रोप्नु भनेर एकाकी मैले पकाएको मिठो छ नि त आफूले पकाएको भनेर मिठो भनेर भन्नु होला साथी म त त्यस्तो भन्दिनँ मैले जाम त्यस्तो काम गर्दिनँ मैले मिठो भयो भने मिठो छ भने चाहिँ मिठो छैन पनि भन्नु त्यस्तो मलाई मतलब भन्नु क्या घाँटीमा गएर अड्किन्छ फेरि घाँटीमा गएर अड्के दुःख माथि मैले यहाँ भिडियो धेरै लामो हुन्छ नि काट्दै फेरि बनाउँदै फेरि काट्दै फेरि बनाउँदै गऱ्यो लामो भयो भने फेरि आफ्नो मोबाइल छैन यसलाई फेरि सार्नुपर्छ एडिट गर्नुपर्छ फेरि सार्नुपर्छ आफ्नो मोबाइल भए पो हुन्छ र साथी हो अर्को मोबाइलमा बनाएपछि नि हुन्छ र अहिले एडिट पनि अब स्टोरेज छैन मैले गर्दिनँ साथीले गर्ने मेरो थ्याङ्क यू फर एडिट मेरो प्यारो मित्र को भनेर म भन्दिनँ हजुरहरूलाई अहिले सक्को के गर्नु सक्यो साथी हो खाएर खाएको भाँडामा धुनु हुन्न है हात कहिले पनि नधुनु होला हजुरहरू यो भात खाँदा नि कसले सिसाको गिलासमा खान्छ हामी पनि त्यही यसैमा खान्छ स्वादा अनि सबैजनाले लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब टु माई च्यानल साथीहरू अनि थ्याङ्क यू सो मच अझै एकचोटि थ्याङ्क यू सो मच फर 50 सब्सक्राइबर जम्मा 50 सब्सक्राइबर गर्ने हो हजुरहरूले पुरै हेरेर 1K पुगाउन पर्ने हो गरे एक महिनामा त त्यो 50 सब्सक्राइबरमा के गराइदिनु भएको भाइ कस्तो होला
1 महिनामा त 1K पुगाइदिनु पर्छ कि साथीहरू। लौ 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 धन्यवाद त्यही पनि 50 सब्सक्राइबर भाँडा यता राख्छु र बोल्छु है। अनि हजुरहरूलाई अब कस्तो मुकबाङ भिडियो चाहियो कस्तो चाहियो हजुरहरूले कमेन्ट सेक्सनमा भनिदिनु होला। अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि यहाँ तल लाइक गरिदिनु, यहाँ कमेन्ट गरिदिनु है। अनि सेयर पनि त्यहीँ छ हो छ, सब्सक्राइब बटन पनि त्यहीँ होइन। यतातिर छ क्या हो सब्सक्राइब बटन त अलि यता होला। कमेन्ट लाइक यता त्यसको तलखेरि कमेन्ट छ, यता सब्सक्राइब छ, यता बेल आइकन छ। अनि यो स्क्रिनको यो साइडमा फेरि मेरो सानो फोटो होला। हजुरले देख्नु भएन भने नि भिडियोलाई मोबाइललाई 1300 बनाएर हेर्नु। मैले त जानेकै थिएन कि साथीले कसरी हाल्ने होछन् भने थिएँ। पछि त म त एडिट गर्दा त्यहाँ फोटो हाल्छन् होला सानो भनेर एकचोटि पहिलाको च्यानलमा मैले हालेको पनि हो। हुन्छ साथीहरू त्यहाँ उस हुने हो त। ल भाइ ल साथीहरू बाई बाई गाइज। थ्याङ्क यू फर वाचिङ, किप लभिङ, किप सपोर्टिङ, लाइक डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर सब्सक्राइब टु माई च्यानल। लभ यु अल, बाई बाई। कस्तो भिडियो चाहियो अब चाहिँ बाटो छ यहाँ। अब चाहिँ कमेन्ट चाहिँ गर्नु पर्यो ल साथीहरू, गरिदिनु है। नेक्स्ट टाइम अलि राम्रो होला, अहिलेको नराम्रो भयो होला है। नेक्स्ट टाइम अझै राम्रो होला भन्दै आशाको साथ हजुरहरूलाई बाई बाई भन्छु। अनि लाइक कमेन्ट सेयर सब्सक्राइब फेरि पनि भन्नुभयो होला। लाइक कमेन्ट सेयर सब्सक्राइब बेल आइकन अनि प्रेस गरेर अलमा छोडेर च्यानलमा एकचोटि भिजिट गरिदिनु है साथीहरू। बाई बाई। हजुरले गरिदिनुहुन्छ भनेर पूर्ण आशाको साथ यो भिडियो मैले इन्ड गर्दैछु। बाई बाई गाइज।